दुर्गा प्रसादलाई पनि के अरे इन्डियाको आसाम प्रान्तदेखि चाहिँ पक्रेर नेपाल ल्याउँदैछ भने हजारौँ हाम्रो त्यस्तो अब चेलीबेटीहरू त अब राजदरबारमा शोषित भएको हो नि त होइन राजाले चाहिँ शोषण गरेको हो नि हजारौँ लासहरू त्यहाँ छन् क्या हाम्रो तामाङहरूको हाम्रो राजदरबारभित्र कलन्तरसम्म चाहिँ हिन्दू धर्मको संरक्षण गर्नको लागि पनि राजा चाहिन्छ भन्ने एक हिन्दू राष्ट्र नेपाल बनाउनु हो। लोक सर हार्दिक स्वागत छ मूलवासी न्युजमा। धन्यवाद। जय मङ्गोल। सन्चै हुनुहुन्छ? ठिकै छु सर। अहिले यतिखेर राजावादीहरूले आन्दोलन गरिरहेको छ चैत 15 गतेदेखि। यो आन्दोलनले कसरी हेरिराख्नु भएको छ? बृहत आन्दोलन भइरहेको छ, धेरै घरहरू तोडफोड भए, 2 जनाको ज्यान गयो, धेरै गोलीहरू चल्यो, असुल ग्यासहरू चल्यो होइन, जनधनको चाहिँ धेरै क्षति भएको छ। यो आन्दोलन कसरी हेरिराख्नु भएको छ तपाईँले? यो राजावादी राजालाई फेरि पुनर्स्थापना गर्ने भन्ने आन्दोलनहरू चाहिँ एउटा अब लोकतान्त्रिक पद्धतिमा गइसकेको देशलाई फेरि राजा र रैती एउटा मालिक र नोकरको संज्ञा दिएर केही अराजकता साथीहरूले चाहिँ गरेको आन्दोलन हो कि यो चाहिँ। अराजक भन्नुहुन्छ? अराजकता जस्तै व्यक्तिगत घरलाई तोडफोड गर्ने, व्यक्तिगत सम्पत्तिले लुटपाट गर्ने, जस्तै अब राजाकै नाममा राजालाई नै ल्याउँछु भनेर अब उहाँहरू एउटा एक किसिमको अराजकतापन हो क्या। त्यो राजा जस्तै अब राजालाई नै कुरा गर्ने हो भने मेरो समुदाय, म एउटा तामाङ समुदायको हो, तामाङ समुदायभित्र राजाको दर्दनाक घटना तामाङले जति नजिकले निहालेको छ नि, अरू समुदाय जस्तै अरू समुदाय यो देशमा राजाको व्यवहारहरू, राजाको दुर्व्यवहारहरू, राजाले गरेको करतुतहरू हाम्रो समुदायले भन्दा अन्य समुदायले अलिक कमै बेहोरेका छन्। त्यो भएको कारणले राजा आउनुको लागि, राजाको आन्दोलनको लागि खटिनु भनेको प्रत्यक्ष रूपमा अङ नै त्यो जिरिङ्गा हुन्छ क्या। हाम्रो आँगै जिरिङ हुन्छ राजाको नाम लिनु साथ। राजा सम्झिँदाखेरि, किनकि हजारौँ हाम्रो त्यस्तो अब चेलीबेटीहरू त अब राजदरबारमा शोषित भएको हो नि त होइन, राजाले चाहिँ शोषण गरेको हो नि हजारौँ लासहरू त्यहाँ छन् क्या हाम्रो तामाङहरूको। हाम्रो हजारौँ राजदरबारभित्र अहिले त अब राजदरबार हो होइन। त्यतिखेरको राज्यकालले हामीमाथि गरेको दुर्व्यवहार सम्झिँदै हामीले राजालाई कल्पना गर्न पनि त्यो सकिँदैन क्या, बेकार हो क्या यो। त्यो भएको कारणले जति पनि अब जो भिजिलेन्टे अथवा एउटा अब झुन्डाहरू भएर राजतन्त्रको लागि आन्दोलन गरेको छ क्या, त्यो व्यक्तिको यथार्थ रूपमा उहाँहरूले बुझेको पनि छैन क्या राजाको व्यवहार दुर्व्यवहार कस्तो थियो भनेर। त्यति नजिकले हामीले हाम्रो पुर्खाहरूले, हाम्रो समुदायहरूले त्यसरी बुझेको छ, भोगेको छ क्या। यो फेरि तामाङ समुदायको कुरा गर्नुभयो, तामाङहरू पनि त धेरै राजा चाहिन्छ भनेको देखियो नि त आन्दोलनमा। अहिलेको हिसाबले गर्दाखेरि आर्थिक कमजोरी, अशिक्षित, यो देशको प्रधानमन्त्री को छ भनेर सोध्नु त त्यो कुना कुनामा गएर तिनीहरूलाई ज्ञानेन्द्र शाह नै भन्छ क्या, थाहै छैन हो। त्यस्तो व्यक्तिहरूलाई के अरे राजा ल्याउने आन्दोलनमा चाहिँ उ भइरहेछ, सरिक गरिरहेछ होइन। त्यो भएको कारणले पनि राजा विकल्प होइन क्या। हिजो अस्तिको 15 गतेको घटना पनि देख्नुभयो नि, त्यो एक किसिमको अराजकता त हो नै। त्यसमा पनि अब सरकार अब राजा ल्याउने व्यक्तिहरूलाई चाहिँ सरकारले छानी पक्री अब अहिले 72 जना कि 73 जना अब गिरफ्तार भइसकेको छ होइन। दुर्गा प्रसादलाई पनि हिजोको न्युजमा मैले 600 सुनेको थियो, कहाँ के अरे इन्डियाको आसाम प्रान्तदेखि चाहिँ पक्रेर नेपाल ल्याउँदैछ भन्ने कुरा पनि सुन्थ्यो। किनकि राजा ल्याउने भनेको त्यो चान्चो नै होइन क्या। अनि एक किसिमको राजा ल्याउनुलाई जो आन्दोलन गरिरहेछ नि, यसको जो एक दिनमा त्यो काठमाडौँमा 5000, 2000, 20000, 10,000 मान्छे भेला भएर त्यो हुँदैन क्या।
सिस्टम एउटा सिस्टमेटिक तरिकाले जानु पर्यो नि त हैन। राजा अब त्यो एक दिन आन्दोलन गर्यो, त्यो अब एक दिन मासु भात खुवायो, त्यहाँदेखि भोलि कन्टिन्यू त्यो आन्दोलन चल्नु सक्दैन हैन। आउँदा पनि किनकि एक किसिमले भित्रैदेखि चाहिँ अब ऊ हुनु पर्यो क्या, राजा भुटगुटी हुनु पर्यो क्या। डाक्टर गोपाल गुरुङले उठाएको मुद्दा पनि त्यही थियो, तर त्यो मुद्दाबाट ठ्याक्कै अर्कोले बोकेर चाहिँ लगेर त्यहाँ राख्यो। अब अलिअलि अब लोकतन्त्रको पद्धति चाहिँ आयो हैन। लोकतन्त्र चाहिँ अब देश त लोकतन्त्रमा गयो, तर त्यसलाई चाहिँ विधिगत रूपमा चाहिँ कार्यान्वयन हुन सकेन कि, एकतान्त्रिक शासन नै युज गर्यो। 2007 सालभन्दा अगाडिको राणाकालको शासन र अहिलेको बाहुनवादले चलाएको शासन हुबहु उस्तै छैन त नि। जस्तै अब इन्डियाको आरएसएसको लगानी भयो, न्युजहरूमा आउँछ। इन्डियाकै एउटा वरिष्ठ पत्रकारले पनि भनेको छ, इन्डियाको प्रधानमन्त्रीले पनि ठुलो लगानी गरेको छ नेपालमा राजा ल्याउनको लागि भनेको छ। तर त्यो लगानीले मात्रै हुँदैन। इन्ट्रेस्ट चाहिँ के हो? राजा नेपालमा आउनुको इन्ट्रेस्ट चाहिँ के हो त? यसलाई चाहिँ अलिकति यो हिन्दू धर्मलाई चाहिँ संस्थापन गरेर जानुपर्छ भन्ने किसिमले चाहिँ इन्डियाले पनि यो सपोर्ट गरेको छ क्या। होइन, हिन्दू धर्म बचाउनका लागि राजै चाहिन्छ र भन्ने होइन, यिनीहरूको चाहिँ मनसाय त्यो हो क्या। तर अब हिन्दू धर्म नेपालमा चाहिँ अब हिन्दू धर्मलाई संस्थापन गरेर यसलाई चाहिँ अझै कलन्तरसम्म चाहिँ हिन्दू धर्मको संरक्षण गर्नुको लागि पनि राजा चाहिन्छ भन्ने एक हिन्दू राष्ट्र नेपाल बनाउनु हो। किनकि त्यो किसिमले पनि अब इन्डियाले लगानी गरेर छ भन्ने मेरो चाहिँ मनसाय बुझाइ हो होइन। तर राजा तुरुन्तै यो तरिकाले आउँछ भन्ने चाहिँ सम्भावना छैन क्या, छैन, देखिँदैन। अब राजा चाहिँ चाहनेहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? किन चाहिँ राजा आज यति धेरै व्यक्तिले चाहिरहेको छ होइन? जुन इतिहासको कुरा पनि अघि आयो होइन, तामाङहरूलाई चाहिँ धेरै चाहिँ दमन शोषण अन्याय अत्याचार गरेछ भन्ने कुरा पनि आयो। फेरि किन चाहन्छ फेरि राजा यो अवस्थामा? राजा ल्याउने जो लागि परेको छ नि त्यो आफैलाई पनि थाहा छैन क्या। जस्तै अब दुर्गा प्रसाई लागत परेको थियो होइन, ज्ञानेन्द्र शाह लागत परेको थियो। उसको पनि पहिला पहिलाको भिडियोहरू तपाईँको क्लिपहरू हेर्नुहोस् त, राजा भनेको कल्पना मात्रै हो, यो हिपमा नलाग्दा हुन्छ भन्छ कि म। लोकतन्त्रमा देश गइसकेपछि राजतन्त्रमा फेरि फर्किनुपर्छ, राजा र रैती भएर बाँच्नुपर्छ, एउटा नोकर भएर बाँच्नुपर्छ, राजाको गुलाम हुनुपर्छ भन्ने किसिमको अवधारणा बोक्ने व्यक्तिहरू छैन क्या। स्वतन्त्र चाहियो क्या। म पनि भोलि गएर सही तरिकाले हामीले डाक्टर गोपाल गुरुङले कल्पना गरेको जस्तो लोकतान्त्रिक प्रणालीमा गयो भने तपाईँ पनि राष्ट्रपति बन्न सक्नुहुन्छ, म पनि राष्ट्रपति बन्न सक्छु र अब देशको कुना कुनादेखि व्यक्तिहरू कुनाको व्यक्तिहरू पनि राष्ट्रपति बन्न सक्छ क्या। यो देशको नेतृत्वकर्ता अथवा यो देश चलाउने व्यक्ति बन्न सक्छ क्या, भावी राष्ट्रपतिहरू बन्न सकिन्छ। त्यो भएको कारणले त्यो एउटा लोकतन्त्रमा त्यो स्वतन्त्रता छ। तर अब एउटा राजालाई संस्थापन गरेर ल्याइसकेपछि देशभरिकै व्यक्तिहरूलाई गुलाम, एउटा अब मालिक एउटा गुलाम भन्नुलाई त्यो मान्छेलाई रुचाउँदैन पनि र मान्छेले त्यो नबुझेर पनि एक राजा आऊ देश बचाऊ भन्ने कारण पनि त्यो हो। यो चाहिँ देश चाहिँ हाम्रो हो, हामीले चाहिँ यो देश सञ्चालन गर्नुपर्छ। मङ्गोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ र मङ्गोल दर्शन अमर डाक्टर गोपाल गुरुङको सिद्धान्तमाथि, उहाँको दर्शनमाथि चाहिँ के अरे देश चाहिँ अब त्यसरी अब लागत परेर त्यतातिर चाहिँ गयो, त्यतातिर कार्यान्वयन गयो भने यो देश छिटै परिवर्तन हुन्छ क्या। अब यतिखेर के छ भन्दाखेरि एकपट्टि राजावादीहरूको आन्दोलन चर्किरहेको छ, अर्कोपट्टि कुलमान घिसिङलाई चाहिँ नेपाल विद्युत प्राधिकरणको चाहिने प्रमुख निर्देशकबाट चाहिँ हटाएको कारणले गर्दा यता चर्किरहेको छ। दुईतर्फी आन्दोलन छ देशमा। तपाईँ के भन्न चाहनुहुन्छ? कुलमान घिसिङलाई राज्यले यसरी 4 महिना अगाडि, उहाँको चाहिँ कार्यकाल अझै 3-4 महिना बाँकी थियो, त्योभन्दा अगाडि नै उहाँलाई अवकाश दिनुको कारण चाहिँ के जस्तो लाग्छ? यो चाहिँ एउटा राज्यले एउटा सरकारले चालेको कुटनीतिक हो क्या। जो राजावादीहरू केही झुन्डहरू चाहिँ अथवा केही व्यक्तिहरू चाहिँ राजाको आन्दोलनमा लागत परेको छ, त्यसलाई चाहिँ डाइभर्ट गर्नुको लागि अब कार्यकारी निर्देशक कुलमान घिसिङलाई चाहिँ हटाउनुको कारण त्यहाँदेखि पनि केही त्यतातिर चाहिँ आन्दोलन बाँडियोस्
अथवा मान्छे चाहिँ अब डाइभर्ट होस् भन्ने हिसाबले चाहिँ उहाँलाई चाहिँ कार्यकारीदेखि हटाएको पहिलो कुरा त त्यो हो। दोस्रो कुरो सरकार कुलमानलाई हटाउनुलाई ठुलो कुरा होइन, किनकि यो देशको मालिक बन्नुपर्छ, यो देश हामीले सञ्चालन गर्नुपर्छ। यो देशको मूलवासीहरूले चाहिँ अब यो देशलाई सञ्चालन गर्यो भने तब देशले निकास पाउँछ भनेर हामीले बारम्बार भनिरहेको छ। डाक्टर गोपाल गुरुङले 1972 देखि विक्रम सम्वत 2027 सालदेखि नै यो कुराहरू आवाजहरू उठाइराखेको होइन त। तपाईँ एउटा नोकर होइन, एउटा मालिक बन्नुपर्छ भन्ने हो। तर अब एउटा कर्मचारी र सरकार त अब आकाश पातालको फरक हो। कर्मचारीलाई सरकारले जतिखेरमा हटाउन सकिन्छ होइन, त्यो भएको कारणले कुलमानलाई हटाउनलाई ठुलो कुरा होइन कि सरकारको हातमा। तर हामी आफै सरकार बनिनुपर्छ भन्ने चाहिँ हो। त्यो भएको कारणले अब नहुने काम चाहिँ सरकारले गरि नै राखेको छ। भ्रष्टाचारलाई चाहिँ अब मौलाउनलाई, भ्रष्टाचार उन्मुक्त गर्नु नदिनुलाई कुलमानलाई हटाएको हो। यो चाहिँ अब खेद प्रकट पनि छ। यो प्रति चाहिँ अब हामी पनि दुखित पनि छौँ हाम्रो व्यक्तिलाई हटायो भनेर। तर यो प्रक्रियामा जानुभन्दा यो हामी आफै चाहिँ सरकार भएर, हामी आफै चाहिँ सञ्चालक भएर, आफै चाहिँ मालिक भएर चाहिँ यो देश सञ्चालन गर्यो भने भोलि गएर कुलमानहरू जस्तो भयो, जस्तै महावीर पुनहरू जस्तो भयो, त्यो व्यक्तिहरूले दुःख पाउँथेन क्या। जस्तै अब महावीर पुनले जसरी अब सङ्घर्ष गरिरहेछ नि, त्यो किसिमले चाहिँ हाम्रो पक्षमा सरकार छैन भन्ने नै होइन, त्यही नै देखाइरहेछ नि त। जस्तै अब कुलमान घिसिङले दिएको योगदान, देशलाई एक किसिमले दिएको योगदान हेर्ने हो भने त होइन, उहाँलाई अझ चाहिँ नि उहाँको कार्यकाल अझ थपिनु सकिन्थ्यो होला। तर राज्यले चटक्कै नै हटाइएको छ कि यो भ्रष्टाचार राज्यले गर्न नपाएको कारणले नै हो त कि के? सीमित रूपमा सीमित व्यक्तिहरूको सञ्जालमा चाहिँ सरकार चाहिँ लागित परेको छ क्या। भ्रष्टाचारीलाई बचाउने होइन, भ्रष्टाचारहरूलाई चाहिँ अब उन्मुक्त अझ अब खुलेआम भ्रष्टाचार गरौँ भने आफै प्रधानमन्त्री, यो देशको प्रधानमन्त्री आफै नै भ्रष्टाचारको मुद्दामा मुसिराखेको छ भने उसले चाहिँ कस्तो जोगाउन सक्छ होइन। जस्तै ऊ त देशको पक्षमा र जनता पक्षमा छैन नि त। जस्तै अब कुलमानले योभन्दा 8 वर्ष अगाडि लोड सेडिङ 18 घन्टा लोड सेडिङले चाहिँ उसले अब क्षणभरमै नै 1 महिनाभित्रमा चाहिँ उसले चाहिँ अब लोड सेडिङ मुक्त गरेको थियो नि त। किनकि सबै कुरो उहाँको जानकार थियो, उहाँले कार्यान्वयन मात्रै गरेको हो नि त। त्यतिखेर उसले अब तुरुन्तै ऊ आउनु साथै जादुको छडी अब ल्याएर चटक्कै लोड सेडिङ हटाएको त होइन, किनकि सिस्टम उसलाई थाहा थियो। त्यो सिस्टमभित्र बसेर काम गर्दाखेरि चाहिँ लोड सेडिङ अवश्य अब अन्त्य भएको, किनकि अब उसले तुरुन्तै अब 1 महिनाभित्र विद्युत उत्पादन गरेर त्यो लोड सेडिङ हटाएको त होइन, किनकि त्यो सिस्टमभित्र त्यतिखेर पनि त्यो बृहत रूपमा भ्रष्टाचार भएको थियो क्या। त्यो भ्रष्टाचारलाई चाहिँ अब उसलाई ठप्पै बन्द गरिसकेपछि अटोमेटिकली देश र जनतामाथि चाहिँ, यो देशको नागरिकमाथि चाहिँ विद्युत प्रवाह गरिसकेपछि अटोमेटिक हट्यो। घैँ सुन्छु काठमाडौँमा लोड सेडिङहरू सुरु भइसक्यो भन्ने कुरो सुन्छु होइन। जस्तै अब दीपक खड्का, अब ऊर्जा मन्त्री दीपक खड्काले अहिले सबै अब अधिकारहरू उसको मुठीमा ल्याइसक्यो, कुलमानलाई हटाइसकेपछि भन्ने त्यो पनि अब न्युजमा सुनिरहेछ होइन। त्यस्तो किसिमले एउटा भ्रष्टाचारको हातमा गयो भने हितेन्द्र देव साक्या त के अब जो आए पनि त्यहाँ कार्यकारी भएर सकिँदैन। नेपाल विद्युत प्राधिकरण जुन नाफामा थियो अहिले, अब यो भ्रष्टाचारको चङ्गुलमा फसेको हो। त्यो त देखि फसेको हो नि। हितेन्द्र देव साक्या अथवा प्रधानमन्त्रीको सालोलाई त्यहाँ ल्याउनु र कुलमानलाई हटाउनु भनेको भ्रष्टाचारलाई चाहिँ बढावा दिनुलाई होइन त। कुलमानले त्यो उठाउने अब बक्यौता रकम 22 अर्ब चाहिँ अब उठाउनुपर्छ भन्दै उसलाई चाहिँ किन हटाउनु त? त्यो नै हामीले देखि अब सरकार चाहिँ हाम्रो पक्षमा छैन है, यो देश र नागरिकको पक्षमा छैन भनेर त्यतिकै प्रष्ट भइसकेको छ त होइन। अब त्यो 22 अर्ब नउठिसकेपछि भएन। अब त्यो सिस्टम, त्यो कुलमानले बनाएको एउटा सिस्टम थियो, त्यो सिस्टमभित्र नहिँडिसकेपछि त देशले उन्नति त अब होइन, दुर्गति त भोग्नु परिहाल्छ नि होइन। जब त्यो सिस्टममा अब लागतको उसले बक्यौता रकम नउठाइसकेपछि र अब अहिले फेरि पनि बिजुली काट्ने, जस्तै अब जति पनि अब बक्यौता रकम नतिर्नेलाई बिजुली काट्दै आएको थियो नि त, विद्युत अब नदिएको थियो नि त। त्यो प्रवाह गरिसकेपछि उसले त अब त्यो बक्यौता रकम तिर्दैन, नतिरिसकेपछि अटोमेटिकली
जो नाफामा गएको संस्था थियो त्यो घाटामा त जाने कुरा भइगयो नि त। किनकि एउटा सक्षम व्यक्तिले नेतृत्व गरेको र असक्षम व्यक्तिले नेतृत्व गरेको र सक्षम व्यक्तिप्रति सरकारको उत्तरदायित्व नहुनु र असक्षम र भ्रष्टाचारले उन्मुक्त दिनेपट्टि सरकार चाहिँ के अरे प्रोत्साहित हुनु, यो देखि नै यो नाफा अथवा यो जो विद्युत प्राधिकरणको नाफा चाहिँ त्यो अटोमेटिकली घटेर जान्छ जस्तो लाग्छ मलाई चाहिँ। अब अहिले राजा अब एकदमै राजा ल्याउने भनिरहेको छ होइन। राजा हाम्रै अनुहारको मङ्गोल वर्णकैहरू चाहिँ धेरै राजा ल्याउनुपर्छ भनेर चाहिँ आन्दोलनमा चाहिँ नि सहभागिता भएको छ। उहाँहरूलाई तपाईँ के भन्नुहुन्छ, के सन्देश दिनुहुन्छ? पहिलो कुरो त राजा भन्नु साथै हामीले हामीले अब गरेको व्यवहारहरू, हामीले भोगेको अब दुर्दिनहरू त्यो सम्झिँदै राजा हाम्रो लागि उचित होइन भन्छु चाहन्छु। र हाम्रै अनुहारको राजा भन्नुभयो नि तपाईँले होइन, हाम्रो अनुहारकोहरूले जस्तै हाम्रै अब पुर्खा राजाहरू कहिले अब भन्छ नि हर्का साम्पाङलाई चाहिँ राजा बनाउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ होइन। कतै कता अब खिन्चेन दोर्जे तामाङको खलाको हामी होइन, उहाँकै अब सन्तानलाई राजा बनाउनुपर्छ भन्ने, अनि अब लिम्बू राजाहरू चाहिने भन्ने होइन, किराँत राज्य नै अब राजा नै चाहिन्छ भन्ने, त्योहरू एउटा बोलीको मिठो मात्रै हो क्या, मिठास मात्रै हो क्या, सपनामा खिर खाए जस्तो हो त्यस्तो मात्रै हो क्या परिकल्पना राजाको चाहिँ कम्पेयरमा। राजतन्त्र फर्काउनु भनेको यो औचित्य पनि होइन, त्यो फर्किने सम्भावना पनि छैन। लोकतन्त्र अथवा लोकतन्त्र गणतन्त्रमा गइसकेको देशलाई फेरि अब राजतन्त्रमा ल्याउनु भनेको त्यो अब असम्भव कुराहरू हो कि त्यो अब हुनै नसक्ने कुराहरू। र हाम्रो व्यक्तिहरू जो हाम्रो अनुहारको साथीहरूलाई पनि हाम्रो अनुहारको व्यक्तिहरूलाई जस्तै अब त्यो व्यक्तिहरूलाई पनि के भन्न चाहन्छु भने यो जनतालाई झुक्याउने, अब बाहिरदेखि आएको पैसालाई चाहिँ अब दुरुपयोग गर्ने, अब सार्वजनिक सम्पत्तिहरू तोडफोड गर्ने, सार्वजनिक ठाउँहरूमा चाहिँ अब अराजकता फैल्याउने यो कार्य चाहिँ नगरोस् भन्छ क्या। यो आन्दोलन नै गर्नुपर्छ भने लोकतान्त्रिक बहालीको लागि जो एकतान्त्रिक बाहुनवाद सरकारले चाहिँ लोकतन्त्रको नाममा विभिन्न अराजकता फैलाइरहेको छ नि त। जस्तै अब बोल्नु नदिने विभिन्न अब अध्यादेशहरू ल्याएर अब पास गरेर गरेर खोजिरहेछ, यो विरुद्ध चाहिँ सबै उठ्नुपर्छ, सबै जागरुक हुनुपर्छ। र राजा होइन कि अब यो देशलाई चाहिँ बाहुनतन्त्रले चाहिँ फ्यारेर असली लोकतन्त्र यो देशको मालिकले चाहिँ शासन गर्नुपर्छ, तब मात्र यो देश विकासमा पनि जान्छ र हाम्रो अधिकार सुसम्मानित र हाम्रो अस्तित्वलाई चाहिँ सुसम्मानित रूपले संस्थागत गरेर लान सकिन्छ भन्ने म चाहन्छु। भनेपछि अझै राजतन्त्र त छँदैछ, बाहुनतन्त्र पनि फ्याँक्ने अवस्था आएको देख्नुहुन्छ? बाहुनतन्त्र त देखि फ्याँक्नुपर्छ सर। म के भन्न चाहन्छु, यो हाम्रो डाक्टर गोपाल गुरुङले उठाएको मुद्दाहरू सीमित रूपमा जस्तै अब राजनीतिक रहर पुर्याउनुको लागि मात्रै उठाएको मुद्दा होइन क्या। यो देशको 2.5 करोड नेपाली नागरिकहरू मूलवासीहरूको आवाज हो, पहिलो बुलन्द आवाज। त्यसको लागि सुसम्मान अधिकार हुनुपर्छ र यो देशको मङ्गोल नस्लका व्यक्तिहरू पनि अस्तित्वको आधारले बाँचिनुपर्छ, सुसम्मानित अधिकार पनि हुनुपर्छ र उहाँहरूको अस्तित्व सुरक्षित हुनुपर्छ भन्ने हिसाबले उठाएको मुद्दा हो। र यो मुद्दालाई बुलन्दी गर्दै गयो र अन्तर्राष्ट्रियकरण हुँदै गयो भने जस्तै अहिले अब संसारभरिमा 7.5 अर्ब चाहिँ मान्छे छ नि, त्यसमा मङ्गोल समुदायको व्यक्तिहरू 4 अर्ब जति छ। अधिकार त यो देशको 2 करोड 50 लाखको व्यक्तिको लागि मात्रै होइन कि 4 अर्ब व्यक्तिहरूको मङ्गोल अस्तित्व, मङ्गोल नस्लको अस्तित्वको लागि आवाज बुलन्द उठाएको मुद्दा हो, डाक्टर गोपाल गुरुङको मुद्दा हो, उठाएको मुद्दाहरू र 4.5 अर्ब व्यक्तिहरूको अधिकारको लागि उठाएको मुद्दाहरू। अनि यो तुरुन्तै आजको भोलि नै हुनुपर्छ, यो देशमा सरकार बन्नुपर्छ, सरकार ढल्नुपर्छ। जस्तै अब हर्का साम्पाङले जस्तै अब 10 वर्षको लागि विकास गर्नुपर्छ, विकास जस्तो अरू कुरो केही होइन,
भन्ने मुद्दा होइन कि हाम्रो कलन्तारको यो मुद्दाहरूको लागि वर्षौँ पनि लाग्न सक्छ, 10औं वर्ष पनि लाग्न सक्छ, 100औं वर्ष पनि लाग्न सक्छ क्या। अधिकार हो क्या, सुसम्पन्न अधिकार र अस्तित्वको लागि लडेको मुद्दा हो। यो यत्तिकै रहन्छ त रहँदैन। यो आगोको झिल्को सल्किँदै सल्किँदै बुलन्दी त भएरै जान्छ। तर समय कति लाग्छ भन्ने कुरो हामीसँगै निर्भरता छ क्या। हाम्रो व्यक्तिहरूले त त्यसरी बुझ्नु पर्यो क्या। यो आजको भोलि फैसला हुने मुद्दा पनि होइन, आजको भोलि हामी सुसम्पन्न हुने मुद्दा पनि होइन क्या। तर हामीले चाह्यौँ भने नेपाललाई चाहिँ बाहुनवाद रहितको सरकार बनाउन सकिन्छ। बाहुनवाद रहितको सरकार, तब यो चाहिँ परिकल्पना गर्न सकिन्छ अनि देश बन्छ, तब मात्र देश बन्न सक्छ क्या। तब मात्र देशले चाहिँ निकास पाउँछ क्या। बाहुनवाद रहितको सरकार बन्यो भने या देश साथसाथै विकास भयो, विकास साथसाथै विभिन्न संरचनाहरू भयो, धर्म सांस्कृतिक अधिकार यो सबै त्यसमै अस्तित्वमा छ क्या। त्यो भएको कारणले पनि यो हाम्रो जस्तै काङ्ग्रेस एमाले माओवादी लगायतका अन्य राजनीतिक दल जस्तो झुटो मुद्दा, झुटो आश्वासन दिएर झुटो चाहिँ मुद्दाहरूलाई चाहिँ बुलन्दी गर्दै लागेको मुद्दा होइन क्या। एउटै दुईटै कुराहरूमा लागि मात्रै लडेको हो क्या। मङ्गोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ र डाक्टर गोपाल गुरुङले प्रतिपादित गरेको दर्शन र सिद्धान्त चाहिँ यो देशको मूलवासीहरूलाई चाहिँ अधिकार सम्पन्न हुनुपर्छ, नैसर्गिक अधिकार दिनुपर्छ र यो देशको मूलवासीहरूलाई चाहिँ बाहुन खसारेले जस्तै आफ्नो अस्तित्वमा बाँच्नु पाउनुपर्छ भन्ने दुईटै मुद्दा मात्रै हो नि। हामीले बाहुन भगाउँछौँ भने पनि होइन, बाहुनलाई यो देशमा निकाल्छु भन्ने पनि होइन, बाहुनलाई काट्छु, बाहुनलाई मार्छु भन्ने पनि होइन। हामीले के चाहिँ चाहिरहेको छ भने यो देशमा सरकार बनिँदाखेरि, यो देशमा सरकार सञ्चालन गर्दाखेरि बाहुनवाद रहित, फेरि बाहुन होइन है, बाहुन पनि त्यो देशमा मिसिन सक्छ, तर बाहुनवाद रहित सरकार चाहिँ यो देशमा स्थापना भयो भने तपाईँलाई यो देश सिङ्गापुर जापान जस्तो बन्नुलाई समय लाग्दैन। हस्, अब भने हामी कार्यक्रमको अन्त्यमा छौँ। केही छ हजुरसँग कार्यक्रमको अन्त्यमा? त्यही हो जो राजा आउने कुरा थियो, राजाको भरमा राजाको पछाडि नपरौँ। किनकि एउटा म तामाङको छोरा भएको कारणले तामाङ समुदायलाई जति दर्दनाक छ राजाप्रतिको जो हामीमाथि दमान गरेको छ त्यो चाहिँ हामीले भोग्नु नपरोस्, फेरि भोग्नु नपरोस्, त्यो सबैले जानकार होस्। राजाले कति चाहिँ के गरेको छ भनेर जानकार होस्। राजाको आन्दोलनमा जाने हाम्रो समुदायहरूको राई, लिम्बू, तामाङ, गुरुङ, मङ्गोल समुदायहरूले हैन। अब साथसाथै यो देशमा सञ्चालन हुने जति पनि राजनीतिक दलहरू छ त्यसलाई चाहिँ अब राजाको होइन कि यो देशलाई चाहिँ बाहुनवाद रहितको एउटा सरकार एउटा बनाउनुपर्छ भन्ने सुझाव दिन चाहन्छु।